सो आज बिहानै म उठेर हाम्रो माछालाई चाहिँ आज स्पेसल ट्रिट दिनु पर्यो भनेर यो ब्लड बम चाहिँ फ्रोजन ब्लड बम चाहिँ फ्रिजबाट डिप फ्रिजबाट मैले यसरी झिकेँ। यसमा 24वटा क्युब हुन्छ है, एकदमै राम्रो हुन्छ, प्रोटिन हाई भएको कारणले गर्दाखेरि। सो स्टोरमा हल्का पानी परेर अनि यसरी ग्लासमा मैले पानीमा हालेपछि यस्तो देखेको छ। त्यस पछाडि माछाले पुरा इन्जोय गरिरहेको तपाईँले हेर्न सक्नुहुन्छ है त। यो चाहिँ हाम्रो छन्ना मारुको फ्राईहरू है, स्मल साइजमा। अनि यो चाहिँ हाम्रो अल्बाइनो सिल्भर एरोना मजाले लिइरहेको छ फेरि। अनि हामीसँग एलिगेटर गार्ड पनि छ स्मल साइजमा। त्यहाँ तपाईँले मुनि देख्नुहुन्छ आरटिसी पनि मैले फेरि लिइरहेको छु। चाहिँ गाह्रो भइहाल्यो। मारुहरूले खाइरहेको छ यता चाहिँ माथि साइडमा। यो चाहिँ हाम्रो आरटिसीको फिडिङ हेर्न सक्नुहुन्छ ल, आरटिसीले फिडिङ गरिरहेछ। एकदम छिटो बढ्छ है यिनीहरू, सबै मोस्टर क्याटेगोरीको फिसेसहरू हो है। अलिक ठुलो ट्याङ्कहरू चाहिन्छ। अहिले त अब ठिकै छ 3 फिटसम्मलाई, तर भोलि पर्सि चाहिँ अपग्रेड गर्नै पर्छ है त। अनि यो चाहिँ हाम्रो अल्बिनो हेकेली। सबै प्राय माछाहरूको लागि चाहिँ स्पेसल ट्रिट हुन्छ, मोस्टर क्याटेगोरीको मात्र नभएको पनि। यो चाहिँ हाम्रो गप्पीहरू है त, जापानिज ब्लुटेल। अहिले हामीसँग डिफ्रेन्ट भेराइटिज अफ गप्पीहरू पनि छ है स्टोरमा। यो हाम्रो कोही गप्पी भइहाल्यो, हेर्न सक्नुहुन्छ। अनि अझ स्पेसल यिनीहरू टाइगर बार्बी चाहिँ एकदम बेस्ट छ है। यिनीहरूको फिडिङ चाहिँ एकदम मनपर्छ मलाई, एकदमै एक्टिभ भएर खान्छ है। मिनी पिराना भन्दा पनि हुन्छ होइन, त्यो भिडियो पनि छ। हाम्रो हिरो चाहिँ यसलाई पनि खै मलाई चाहिँ नदिने, उसको लागि चाहिँ हाम्रो स्पेसल सिस्टम तयार भएको छ।